मेरो 12 बजेदेखि बर्थडे हो कि गाइज तर किन मलाई फिल भइरहेछ क्या साथीहरूले मलाई केही सरप्राइज छ जस्तै राखिदिएको छ जस्तै लागिरहेछ क्या बर्थडेको मनबाट चाहिँ लागिरहेछ लेट्स सी अहिले हेरौँ ल के हुन्छ 12 बज्नु ठ्याक्क यहाँको अब 15 मिनट बाँकी रह्यो हेर्छु ल मेरो मनले भनेको हो कि हैन ओके लेट्स सी गाइज A few moments later. मार भन्ने कारण हो यतिसम्म अहिलेसम्म मैले पेट दुख्यो पानी तातानी ल्याइदेऊ न भने त तिमीलाई मारिदिन्छु अहिले बत्ती मार भन्दा चाहिँ मलाई सम्झ जाउने गाइस आइयो आरिगातो ओइ आउ न बस अब यो भिडियो के गर्ने देखाउन मेरो बुढोलाई देखाउन हामी चाहिँ यहाँ हेर्नु पर्दैन एउटा काट देऊ न ल उ त ल हैन एउटा उ त भयो नि एउटा कुनामा संस्कृतको बटाइदेऊ न ओइ यहाँ गरे त नाइ पछाडीमा देख्न पछाडीबाट सुबसर यसो गरेर उ यहाँ त्यो संस्कृतको बटा राख्दै अनि उसको अगाडि ठ्याक्क देखिने गरी त्यो फोन ल्याइराख्नु हुन्छ कति वर्ष 3-5 वर्षको ह्यापी बर्थडे 25 वर्ष 5 वर्ष ह्यापी बर्थडे टु यु त्यही भएर ल थ्यांक यू सो मच सबैजनालाई खासमा बनाएको चाहिँ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु थ्यांक यू सो मच सबैजनालाई स्प्रे छैन केही छैन दिदीको बेलुन ल्याउनु पर्ने थियो Come on, baby. जिग्री मुटु बुढा तिमीलाई नछाने कसलाई छान्नु फेरि तिमी भएर रुयो भने होइन ल छिटो त फोन एकछिन छोड्दै ए ह्यापी बर्थडे म बनाउलाई थ्याङ्क यू त्यो तेरो भाव खा अब दूसरा भाग आउँछ उही त्यस्तो नगर म त प्रायोरिटी नै र कसैको खानै हुँदैन भन्नु त नि ह्यापी बर्थडे धेरै त देऊ यति दिँदो रहेछ थ्याङ्क यू सो मच मलाई लाग्दैछ र के अरे कमला छिटो बुझेन दुर्गाले खानु हुँदैन केही हुन्न आउनु अस्मिता दिदी कम हियर ओइ पहिला सुरु चेतन त्यस्तो भन्नु हुन्न मैले के भने होला है ठुलो भएर भने होला ए ए जल्लाइदिने दुईटा हातले खुवाइदेऊ अरु दुईजना दिदी ह्यापी हैन उले खान त के भएर ओइ नचाट नि त्यसरी बच्चा नै झै त तिमी फेरि त्यो खाना के हेर्नु गयो अनि यता चाहिँ
यता छैन लास्टमा छैन ओ त तिमीलाई त मेरो माया छ नि त धेरै होइन त भइगयो अब यहाँ रुवाबासी हुन्छ नि यस्तो कुरा बुझिहाल्छन् नि अहिले रुवाबासी हुन्छ खै ल खानु न त सबै त्यहीबाट खाउँ न पर्यो नि त ल यताबाट खाउँछ त ल जताबाट खाइ नि हुन्छ ह्यापी बर्थडे टु यु ए म केही छ म लाउन मेरो बर्थडे आएन के मेरो नि भोलि बर्थडे हो है चेतना दिदी आउनु नम्बर 5